नमस्ते सम्पूर्णमा। आज हाम्रो भिडियोको टपिक्स रहेको छ नेपालबाट स्पेन वर्किङ भिसामा कसरी जान सकिन्छ, भिसा कसरी प्राप्त गर्न सकिन्छ र प्रक्रिया के हुन्छ, खर्च के लाग्छ, वर्किङ भिसा सम्बन्धी आज हामीले कुराकानी गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नु होला। विभिन्न थप जानकारीमूलक कुराहरूलाई पनि बीचबीचमा जोड्ने प्रयास गर्नेछु। तपाईलाई अलिकति यसको प्रक्रियाको बारेमा केही बुँदागत रूपमा आफूले जानेका जानकारीहरू पहिला राख्छु, त्यसपछि अगाडि बढौँ है त। सर्वप्रथम नेपालबाट वर्किङ भिसा कसरी प्राप्त गर्ने, अर्को रहेको छ प्रक्रिया के हुन्छ। तपाई स्पेनमा वर्किङमा जाने भइसकेपछि कम्पनी कसरी खोज्ने, कम्पनी खोज्ने प्रक्रियाको बारेमा कुराकानी गर्नेछौँ। त्यसै गरेर खर्च कति लाग्छ, पैसा कति खर्च हुन्छ भन्ने विषयमा पनि कुराकानी गर्नेछौँ। यी सबै कुरा भइसकेपछि समय कति लाग्छ र कति समयमा यी सबै प्रक्रिया पूरा हुन्छन् भन्ने कुरा पनि बुझ्नेछौँ। त्यसै गरेर स्पेन पुगेपछि के गर्ने भन्ने कुराहरू पनि जोड्नेछु। त्यसकारणले भिडियो अन्त्यसम्म हेर्नुहोला र पूरा जानकारी लिनुहोला र मन पर्यो भने कमेन्ट पनि छोड्न नबिर्सनुहोला। पहिला हामीले बुझ्न पर्ने कुरा के हो भने वर्किङ भिसा भनेको के हो र स्पेनको वर्किङ भिसा कस्तो हुन्छ। स्पेनको वर्किङ भिसा भनेको अरू देशको जस्तो हुँदैन। स्पेनको वर्किङ भिसाको प्रक्रिया अलिकति फरक छ। स्पेनको वर्किङ भिसा भनेको पहिले काम खोजेर पछि भिसा प्रक्रियामा जाने प्रक्रिया हुन्छ। धेरै मान्छेले सोचेका हुन सक्छन् पहिले भिसा लागोस्, स्पेन जाउँ, त्यसपछि स्पेनमा गएर काम खोजेर काम गर्ने भन्ने हुन्छ। तर त्यस्तो भने हुँदैन। त्यसो भए अब हामीले सुरुमा बुझ्नु पर्छ। सुरुमा कम्पनीले तपाईलाई अफर लेटर दिन जरुरी छ। त्यति भइसकेपछि तपाईलाई कामदारको रूपमा लाने कम्पनीले सरकारसँग कामदार आवश्यक भएको भनेर एउटा निवेदन दिन्छ। त्यसपछि तपाईको वर्क परमिट स्वीकृत भइसकेपछि तपाईले भिसाको आवेदन दिन सक्नुहुन्छ। अब हामी अर्को महत्त्वपूर्ण स्टेपमा प्रवेश गरेका छौँ। अर्को महत्त्वपूर्ण कुरा, अब कम्पनी कसरी खोज्ने, नेपालबाट कम्पनी खोज्न कति सहज छ यो विषयमा कुराकानी गरौँ। जब खोज्नका लागि धेरैवटा वेबसाइटहरू छन् जहाँबाट तपाईहरूले त्यसरी जबहरू खोज्न सक्नुहुन्छ। पहिलो नम्बरमा रहेको छ लिङ्क्डइन, दोस्रो नम्बरमा रहेको छ इन्फोजब, तेस्रो नम्बरमा रहेको छ युरेस, चौथो नम्बरमा रहेको छ इन्डेड स्पेन। त्यसै गरेर तपाईहरूले कम्पनीहरू सर्च गरेर कम्पनीहरूको वेबसाइटमा गएर पनि तपाईले खोज्न सक्नुहुन्छ। तपाईहरूले वेबसाइटबाट आवेदन दिइसकेपछि कम्पनीले तपाईको सबै डिटेल्स हेरिसकेपछि तपाईलाई मन परायो भने कम्पनीले इन्टरभ्यू लिन्छ। त्यसपछि मात्र तपाईलाई कम्पनीले जब अफर लेटर दिन्छ अनि बल्ल वर्क परमिटको प्रक्रियामा अगाडि बढ्न सकिन्छ। अब बुझ्न पर्ने कुरा, तपाईलाई रोजगारदाताले के गर्छ भनेर बुझ्नु जरुरी हुन्छ। स्पेनमा सबैभन्दा महत्त्वपूर्ण कुरा रोजगारदाता हुन्छ र रोजगारदाताको भूमिका एकदमै महत्त्वपूर्ण हुने भएकाले केही कुराहरू तपाईले बुझ्न जरुरी छ। ती बुदागत रूपमा प्रस्तुत गर्नेछु। पहिलो रहेको छ वर्क परमिटको आवेदन, दोस्रो रहेको छ रोजगारको विवरण, तपाईको कस्तो खालको काम हो, के गर्ने हो भनेर तपाईको विवरण हुनुपर्ने हुन्छ। त्यसै गरेर स्यालेरी कति हुन्छ, त्यति भइसकेपछि कन्ट्र्याक्टको एउटा महत्त्वपूर्ण भूमिका रहन्छ। सँगसँगै कम्पनीको कानुनी कागजातहरू भइसकेपछि तपाईलाई काम दिने कम्पनीले सम्बन्धित सरकारी कार्यालयमा पेश गर्छ। यदि सबै स्वीकृत भयो भने तपाईले काम गर्ने अनुमति प्राप्त गर्नुहुन्छ। त्यसपछि भने तपाईको भिसा आवेदन प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ। त्यसै गरेर अर्को महत्त्वपूर्ण भागमा प्रवेश गरौँ। तपाईका डकुमेन्टहरू के आवश्यक पर्छन् भन्ने कुरा बुझ्न जरुरी छ। तपाईहरूले याद राख्नुहोला। पासपोर्ट, भिजा एप्लिकेसन फर्म, पासपोर्ट साइजको फोटो, जब कन्ट्र्याक्ट, वर्क परमिट अप्रुभल, पुलिस क्लियरेन्स सर्टिफिकेट, कहिलेकाहीँ मेडिकल सर्टिफिकेट पनि आवश्यक पर्न सक्छ। त्यसै गरेर शैक्षिक प्रमाणपत्र कति पढ्नु भएको छ र अर्को तपाईको स्किल के छ, तपाईले कति वर्ष काम गर्नु भएको छ, एकदम तपाई छ भने त्यसको प्रमाणपत्र आवश्यक पर्छ। त्यसै गरेर तपाईले यी सबै डकुमेन्टहरू तपाईले स्पेनिस भाषामा ट्रान्सलेट गर्नुपर्छ र लिगलाइजेसन गर्नुपर्छ, एपोस्टाइल गर्नुपर्छ है त। ल, यति भइसकेपछि अब हामी खर्चको विवरणतर्फ अगाडि बढ्नेछौँ। के कति खर्च लाग्छ। यदि कम्पनीले तपाईलाई आफै स्पोन्सर गरेर हायर गरेको हो भने यी सबै कुराहरू कम्पनीले बेहोर्न सक्छ। सामान्य तपाईका मेडिकल खर्च, तपाईका इन्सुरेन्स, त्यस्ता कुराहरू पनि तपाई आफैले बेहोर्ने हुन सक्छ। अब नेपालबाट जाने व्यक्तिले सामान्यतया मानौँ पर्यो भने कति जति खर्च हुन्छ भन्ने विषयमा, के विषयमा खर्च हुन्छ भन्ने विषयमा कुराकानी गरौँ है त। जस्तै पुलिस क्लियरेन्स सर्टिफिकेट निकाल्दाखेरि खर्च हुन सक्छ, तपाईको डकुमेन्टहरू ट्रान्सलेसन गरेका खर्चहरू हुन सक्छन्, तपाईले आवेदन दिँदा भिसा फीको पैसा लाग्न सक्छ। त्यसै गरेर तपाईको फ्लाइट टिकटको खर्च लाग्न सक्छ र अन्य तपाईले के डकुमेन्टहरू बनाउनुहुन्छ, तपाईका के डकुमेन्टहरू प्रिन्ट गर्न पर्ने छन्, के बनाउनु पर्ने छन्, त्यसको खर्च भने छुट्टै हुनेछ। यो सबै डकुमेन्टहरू सबै काम गर्दाखेरि तपाईको अनुमानित 500 देखि 1500 युरोसम्म खर्च हुने देखिन्छ। यो खर्चलाई तपाईले युरो टु नेपाली
ट्रान्सलेट गरेर हेर्नु होला, किनभने युरोको भाउ तलमाथि भइरहेको हुन सक्छ। त्यसै गरेर अर्को महत्त्वपूर्ण भागमा प्रवेश गरौँ। कति समय लाग्छ, कति समयमा भिसा लाग्ला, कति समयमा जान पाइएला, त्यो विषयमा पनि कुराकानी गरौँ है त। रोजगारदाताले आवेदन दिएको दिनदेखि 3 महिनासम्म लाग्न सक्छ। स्वीकृत पछि सामान्यतया कामदारले 1 महिनाभित्र सम्बन्धित स्पेनिस दूतावास अथवा कन्सुलेटमा गएर तपाईले भिसाको लागि आवेदन दिन सक्नुहुन्छ। त्यसपछि भने तपाईको भिसा प्रक्रियामा जान्छ। स्पेन पुगेपछि के गर्ने त्यो कुरा बुझौँ है त। सर्वप्रथम तपाईले स्पेन पुगेपछि सेगुरिदाद सोसियल नम्बर निकाल्नुपर्छ, जुन ट्याक्स तिर्ने नम्बर हो। त्यसै गरेर अर्को तपाईले इम्पाद्रोनामेन्तो गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले टिआई दर्ता गर्नुपर्ने हुन्छ, जसले गर्दा तपाईले लामो समय रोजगार गर्न सक्नुहुन्छ। अब अर्को एउटा महत्त्वपूर्ण कुरा के छ भने, यति धेरै कुराहरू त मैले भने, तर स्क्यामबाट कसरी बच्ने? स्क्याम धेरै हुने गर्छन्। मैले आजभोलि टिकटकमा, युट्युबमा धेरै देखेको छु। वर्किङ भिसा निकाल्दिन्छु, वर्किङ भिसा लाग्छ भनेर धेरै प्रचारबाजी गरेको देखिरहेको छु। ती कुराहरूबाट कसरी जोगिने, ती कुराहरू पनि बुझ्न जरुरी छ। त्यही भएर तपाईहरूले आफ्ना डकुमेन्ट सबै कुराहरू कम्प्लिट नभएर, एप्रुभ नभएसम्म कसैलाई पनि पैसा दिने काम नगर्नु होला, नत्र भने पैसा डुब्ने सम्भावना धेरै हुन्छ। किनभने यत्तिकै भिसा लाग्दैन, सहज छैन। त्यसकारणले ती कुराहरू पनि बुझेर मात्र अगाडि बढ्नु होला। आज हामीले यो भिडियोमा बुझ्ने प्रयास गर्यौं नेपालबाट स्पेन वर्किङ भिसामा कसरी जान सकिन्छ, प्रक्रिया के हुन्छ लगायत अन्य महत्त्वपूर्ण कुराहरू बुझ्ने प्रयास गर्यौं। तपाईहरुलाई हामीले सचेत पनि गर्यौं, ठगीबाट बच्नु होला। विभिन्न मान्छेहरू स्क्याम गर्नको लागि रेडी भएर बसेका हुन्छन्। यदि तपाईले दोस्रो व्यक्तिबाट काम गर्दा हुँदै हुनुहुन्छ भने कुनै पनि पैसा अग्रिम भुक्तानी नगर्नु होला भन्दै आजको यो भिडियोबाट बिदा हुन्छु। यो भिडियो मन पर्यो, यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने दिनेश मरासिनी अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। टिकटक, फेसबुक लगायत अन्य सोशल मिडियामा पनि फलो गर्न सक्नुहुन्छ। आफूलाई लागेको जिज्ञासा, प्रश्नहरू छन् भने सोध्न सक्नुहुन्छ।